पानी परेको बेलामा छाता ओढेर पनि घुम्न हिँड्दैछौँ हामी। हेलो लिजु कता जाँदै हुनुहुन्छ? हेलो भाउजू। ल हामी अब भ्यू पोइन्ट जाँदैछ। हाम्रो यही स्थानीय पर्यटकीय स्थल हो होइन भयो। गएपछि फेरि त्यहाँको ठाउँ देखाउने। कहाँ हिँडेको तिमी? हेलो भन भन नानी। कहाँ जानु लाग्यो? हाई भन। घुम्न भन्दै छ र। हाई भन्दो। घुम्न हो? ए घुम्न हो र? भ्यू पोइन्ट लोकेसन यस्तै गर बाबा। नुहाइ त अलिक मिलेर फुलहरू गार्डनिङ सुरु भइसक्यो यहाँबाट। ओ त्यो डाँडोमा वाउ कस्तो राम्रो फुल होला। वाउ सो ब्युटिफुल। हाम्रो फोटो सेसन हुँदैछ। वाउ वाउ अझ प्रवेशद्वार आयो प्रवेशद्वार। अब यो सिडी चढेर हामी माथि जाँदैछौँ। श्री गणेशाय नमः। ल भन्देऊ। माथि देखिएको चाहिँ नुवाकोट डाँडो पर्छ। गएर गाउँ भयो। माथिको चाहिँ भैरवथान नुवाकोट। आयो 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 सानो आयो। यहाँ भ्यू पोइन्ट छ। यता चाहिँ मन्दिर। यता मन्दिर छ शिवजीको मन्दिर। मन्दिरमा दर्शन गरेको मेरो खिच्दिने होइन नानी। ल हुन्छ भिडियोमा खिच्दिनु कि होइन। यहाँ जिउ गर जिउ गर ल। यस नमस्ते गर भगवान्लाई। नमस्ते गर शिवजीलाई। उता उता फर्केर नमस्ते गर। ल मन्दिर घुम्ने र हामी पनि मन्दिर घुम्ने। ल आऊ यताबाट घुम्ने आऊ अगाडि। ल हिँड मन्दिर घुमी गर्ने अनि उता गएर जिउ गर्ने। हस् ल आऊ ल भयो आऊ यहाँ घन्टी बजा बेबी। ल यसरी घन्टी बजा। आऊ आऊ बजाऊ ल घन्टी बजा। तलबाट तान अझ एकपटक। ल पुली छ तपाईँले गर्नु न पहिला। हुन्थ्यो तर यहाँ त्यस्तो रहेनछ। शिवदेव जय महादेव। फाउन्टेन भगवान्लाई बाबा कहाँको सानो कस्तो राम्रो बाटो पनि कति राम्रो छ। अझै यहाँ कति अहिले फुल फुलेको रहेनछ लिजु। यहाँ चाहिँ कति धेरै फुलहरू फुलेको बेलामा चाहिँ कति राम्रो देखिन्छ के। अहिले फुल फुल्ने सिजन त्यतिर होइन नि त। त्यसले गर्दा चाहिँ भ्यू टावर यहाँको हामीले यहाँबाट चाहिँ भ्यू देखिन्छ स्याङ्जा बजारको यता अरू ठाउँको। अब अझै हामी माथि गएर देखाउँछौँ। पुङ्ग पाइन्छ बाबा उताबाट आऊ।
ल वी आर रिचिङ द टप। अहिले चाहिँ कस्तो लागिरहेछ? एकदमै वाउ। यहाँबाट स्याङ्जा देखिने स्याङ्जा बजार हो। यतापट्टि बाटखोला अनि नयाँ बजार होला सायद, मलाई पनि राम्रोसँग थाहा छैन। अनि यताबाट चाहिँ लामागेको फाट, पुत्लीखेत हुँदै पारी पारी सतौँ, टिकाजा अनि हाम्रो रामकोस चाहिँ त्यहाँ देखिन्छ। वाउ, एकपल्ट सारा भ्यू देखाउँछ यता म। यहाँबाट चाहिँ यहाँ त आनन्द लाग्ने छ। यो साँच्चीकै एकदमै सुन्दर ठाउँ छ। तर यहाँ त्यति आज पर्यटक बाहिरबाट त्यति आउँदैनन्। तर यो एकदमै राम्रो रमाइलो ठाउँ छ यो। हल्का धेरै लोड लानु सक्दैन। कस्तो लागिरहेको छ हजुरलाई? म त जानुपर्ने भयो क्या। आऊ भन्छ।